हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। सबैजना सन्चै हुनुहुन्छ होला। हामी पनि आरामै छौँ। हामी चाहिँ आज एक लेक साइडमा भाइरल भएको छ नि त। के घाट्ने एरिया रे दिदी? त्यो फुल भाइरल भएको कहाँनिर अरे फुल भाइरल भएको? गाईघाट। त्यहाँ जाँदैछौँ। कस्तो छ है फुल त थाहा छैन, तर झरिसके पनि भनेका छन्। हाम्रो बुवा हुनुहुन्छ, उहाँ चाहिँ घुम्न जाने। उता जाने हो बुवा, घुम्न हिँडेको। त नि क्या नि गयौँ बुवा हो। हामी चाहिँ हिँड्न लाग्यो। हामी चाहिँ बस्न आएर यता बसाएको छैन, हामी चाहिँ हिँड्दै जान लाग्छौँ। यस्तो छ पारा। के गर्छ हाम्रो दुश्मनहरू क्या रहेछ। बस्न आएपछि हिँड्नु पर्यो। बस कहाँ आउँछ न, 11 सक्यो गाइज हो। यस्तै छ अवस्था। हामी चाहिँ बसमा चढेको छौँ। यस्तो छ है बस भिड छ। पूजा नानी यहाँ हुनुहुन्छ, निता पौडेल हुनुहुन्छ। हामी अहिले प्रत्यक्ष हेर्नुहोस् दर्शक, हामी चाहिँ पृथ्वी चोकमा आइपुगेका छौँ। हेर्नुहोस् दर्शकबिन हाम्रो अवस्था यस्तो छ। यस्तो अवस्था चलिरहेको छ। हामी चाहिँ बसबाट पनि झऱ्यो। अब चाहिँ त्यही भाइरल ठाउँमा जाने भनेर लाइन लाइरहेछन् केटीहरू। भेटेको छैन कहाँ हो भन्ने चाहिँ, तर जाँदैछौँ। यतै हो जस्तो लाग्यो मेरो गेटमा चाहिँ। जाँदैछौँ। के छ साथी? ठिक छ। ठिक छ। घुम्न के रमाइलो भयो होला नि। निन्द्रा लाग्छ, निन्द्रा लाग्छ अरे यसलाई चाहिँ। ताल लेक साइड हो है त। लेक साइडको भाइरल भएको ठाउँ हो चाहिँ। यही फुल हेर्न आएको हामी वास्तवमा होइन। झरिसकेको रहेछ है। यस्तो हुनुहुन्छ के खुसी लाग्यो फुल हेर्न आएको मान्छे। मस्त हुनुहुन्छ सबैजना। यस्तै छ। हाँसिरहन्छ। फुल त अलिअलि रहेछ, तर तै पनि हेर्नु पर्यो। फुल हेर्ने, बस्ने, खाने चुरो चाहिँ यहीँ छ। आइसक्रिम खान मनलाई। अब ताल भनेको त्यही हो। ताल छ यहाँ। हामी चाहिँ आउने बित्तिकै चटपट खान लाग्छ। साथीहरूले यस्तो गर्छन्, आउने बित्तिकै यताधरि चटपट खाने पार्टी छ। भोक लागेको हो तिमीहरूलाई भात खाएर? दिदी तपाईँलाई भोक लागेको भन्नु छ? लाग्दैन। चटपट नखाइ नहुने वाला हो। हिजै जाने चटपट खान्छ साथी। भर्खर भात खाएर आएको निन्द्रा लगाएर कि यिनलाई त्यही भएर चटपट दिएको हामीले। त्यस्तो हुनुपर्छ। कसैले मेरो भिडियो हेर्दिन। भिडभाड छ। यस्तो छ यहाँ। फुल मात्र हो अलिकति, अरू केही छैन के वास्तवमा लेक साइडमा। तर यस्तो भिड भइरहेको छ। तातगेलमा यतिलाई धेरै हाततोरी भयो जस्तो छ। पानी खान जाने र दोस्त जाम। पानी खाएर जाऊँ ल। हामी चाहिँ बाई बाई गरेको यो फुललाई। अब चाहिँ अब घर जानुपर्छ गाई। यस्तै छ पारा। खासै रहन्छ फुल के नै होला भनेर आएको। ब्याग लियो? ब्याग खोइ मेरो। हामी तिमीले दुईवटा ब्याग लियौँ कि जिन्दगी। छैन कट्टु जानुपर्छ घर। यस्तो छ अवस्था। पानी खान कुदेर बस्छन् साथी चाहिँ। गर्मी छ दिदी चाहिँ उता गएर बस्यो। कस्तो लाग्छ नि घुम्न आएको ठाउँ? राम्रो रहन्छ केही नि। मैले त केही नि काम गरेको भन्छु। कस्तो लाग्यो दिदी यो घुम्ने ठाउँ आएको? केही नि काम। सबैको रहर थियो। टिकटकमा भाइरल भएको थियो, देख्न न। केही न काम गरेर त थकेँ मैले। पैसा मात्रै खर्च हो साथीहरू। यस्तो पीडामा छु म। एउटा चटपट खाएछ। अब उता गएर बस्नुपर्छ कि गाडीको भनेर पिर हुनुहुन्छ। गाह्रो छ।
अब हामी पनि जाने हो पिकनिक गर्नुहोस् ल हामी चाहिँ भाटबटी आएको छौँ यस्तो छ भाटबटीको अवस्था हामी चाहिँ यता छौँ जाउँ गाइजो के किन्न आएको हो त भाटबटी नि हामी त्यहाँ त्यो सामान ल्याउँदै थियो त्यहाँको सपिङ उनको बिहा हुँदैछ अनि ह्याप्पी म्यारिजलाई साथी थ्याङ्क यू खुसी पनि खुसी दिनुहोस् जयलाई झन् क्लियर गरेछ धन्यवाद हामी चाहिँ जाम अब हामी चाहिँ महेन्द्र पुलमा हेरेको भएका छौँ पानी परेको छ धुमधामले बाहिर यस्तो भल आएको छ 3 बजेको 4 बज्नला पानी त यस्तो सङ्ग्राम पानी परेको छ ल है उहाँ चाहिँ अमरसिंह जाने हामी चाहिँ नदीपुर जाने हो के अरे के गर्नु अब पानी परेको छ जाने कुरोले भएन यस्तो हेर्नु त भल चलेको धुमधामले पानी आइरहेको छ हाम्रो घरमा कपडा पनि छ त बुझेर कहाँबाट थाहा छैन घरमा पानी भन्दै यस्तो गरेर कसरी जान्छ हामी त पानीमा भिजेको अवस्था यस्तो छ दौडिनु पर्छ यस्तो पाराले कहाँ घर पुग्छ रोज यो भोलि बिरामी हुने सङ्केत हो चाहिँ हो दाजु यस्तो पानी परिरहेको छ तर पनि दौडिन नि भ्याइएको छैन रुममा पुग्न तर अब चाहिँ रुम आइसकेको छ यस्तै अवस्था हामी रुममा पनि आइपुग्यो भिजी त आयो अब पानी परोस् कि बाल मतलब भएन रुममा आएपछि पानीमा भिजेर बिचरा कागहरू हेर्नु त बिचराहरू कागहरू छ वा पिफम यसरी हावा लैदिए चाहिँ घर नभएपछि नि यस्तो खालको अवस्था ए ल ना कपडा रुचेको रुँदैछ पानी तरेको यस्तरी घर नभएपछि यस्तै हुन्छ हावाहुरीले यस्तो भइरहेको छ बाहिर चाहिँ के गर्ने साथीहरू बाई बाई साथीहरू सबैजनाले भिडियोलाई लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला